नमस्कार अनि स्वागत छ मेरो बाबाको युट्युब च्यानलमा। आज चाहिँ बाबाले ड्र्यागन फ्रुटको प्लान्टलाई काटछाट गर्दै हुनुहुन्छ। ल हेरौँ है त। काट्ने बेला यो के हो यस्तो यो डल्लो फलको नाम के होला? ल यता पनि यति धेरै काटिसक्नु भयो। यो चाहिँ उखालिदिनु भयो, धेरै बाक्लो भयो। यहाँको पुरै कति बाक्लो थियो छाड्दिनु भयो। अझै यत्रो छ, अझै छाड्न हो। यो पनि यहाँ मुनि मुनिसम्म आएको थियो, पुरै काटिदिनु भएको। यो चाहिँ यो देख्दाखेरि यस्तो देखिन्छ। बाबाले चाहिँ उता उता पुग्नुभयो काट्दै। यस्तो झाडीमा यहाँ चाहिँ मस्याङको बोर्ड पनि यहीँ लगाइदिनु भयो। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ टायर राख्नुभयो क्या, फाल्नुभयो। फेरि बाक्लो भएर अब यहाँ देख्न सक्नुहुन्छ हिजो काटेको थियो अनि अझै काट्न बाँकी छ अरे। यहाँबाट हाम्रो घरबाट चाहिँ मजाले माछा पुछ्रे देखिन्छ। माछा पुछ्रे सिरको पानी देवा ताला आइछ। ल हिजोको काम चाहिँ यो हो, पुरै यहाँको छाट्नु भएको। यो टनेल यो भित्रको टनेल भन्ने के भन्ने, यहाँ पुरै प्लास्टिक लाउनु भएको थियो, अहिले चाहिँ हटाइदिनु भएको। यत्रो निकालिदिनु भयो सब। ए कालो बिरालो, ए बा के डरलाग्दो हो। यो कफीको बोट पनि के भन्छ अरे, सेते लाग्यो भन्छ के भन्छ, सब काटिदिनु भयो। यो चाहिँ ऊ त्यहाँनिर थियो त्यो साग भएको ठाउँमा। हेऱ्यो कालो बक्सभित्र खाइयो फलेको बेलामा त। ए यहाँ पनि यत्रो छ, सबै छाडिदिनु भएको। यो चाहिँ बाबाले अझै बाँकी छ। यो हाम्रो स्याउको बोट यत्रो छाड्दा पनि देख्न सक्नुहुन्छ कति बाक्लो छ अझै। यहाँनिर हिजो छाट्नु भएको। ल हेर्नुहोस् यहाँ सुन्तला पनि, दुईवटा सुन्तला त खाइसक्यो यसरी नपाक्दै। यो चाहिँ येल्लो भइरहेछ, येल्लो। अब खाने बेला भइसक्यो। कागती पनि पाकेपछि आफै झर्दो रहेछ। अब एउटा मात्रै बाँकी छ। यता कतै फुल्दैछ। यति धेरै छ यहाँ। ऊ हाम्रो कुकी हेर्दै बसेछ। ए यो जरा कति साह्रो पलाउँदो रहेछ। हेर यहाँनिर एकदम किचिच्छ रहेछ। ओ त्यहाँनिर कति किचिच्छ हो, हेर्नु न त्यहाँनिर। के अरे हाँसी, डन्डामा हाँसी लगाएर काटे मात्रै हो। अस्ति नै लगाउनु भएको थियो यस्तो। हेर यहाँनिर रहेछ क्या, एकदम किचिच्छ हो त्यो हाँगामा। हेर्नु त के आइडिया लाउने हो। त्यो अब कस्तो सर्पास्तो देखेको हेर्न छाएमा। यो हाम्रो परिवार परेवाको भाँडा खानेकुरा। यता पनि परेवाको गुण
यो चाहिँ हाम्रो अर्ग्यानिक कफी अघि बोट देखाएको थिएँ नि त्यही बोटको चाहिँ बिन्सलाई चाहिँ पिनेर बनाएको यो चाहिँ घरमै ग्राउन्ड कफी यसलाई चाहिँ यस्तो कफी चाहिँ मिठो हुन्छ घाम आँखामा परेर त्यही राम्रो राम्रो भन्दा भन्दा फेरि बाक्लो भइरहन्छ त्यत्रो खात लाउनु लागिसक्यो कुकी ए कुकी पुच्छर लाउँदै बस्यो कुकुरलाई पो रेस्ट भन अब छाड्दा चाहिँ यस्तो देखेको छैन घाम ए दारे फारे भएछ पुरै त्यहाँ त ठिकै देखायो हो त्यो त्यसको माथिपट्टि बाक्लो छ के त्यो भन्दा माथि अब त्यहाँ त पुग्दै पुग्दैन हो त्यहाँ ओ तिनीहरू एकदम बाक्लो देख्यो क्या त्यसरी हटाएर अहिले त अलिक फैलिएको देख्यो अनि फालिदिने रे भागे त्यहाँ त कति किचिज छ झन् हेरी यहाँनिर पुग्दैन होला कसरी पन्जा लाए हुन्थ्यो के अरे अब लाउँदैन ए भयो 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 लाग्छ कुकी कुकी टुक्रा टुक्रा बनाउनु के भएको यो खुट्टा खुट्टामा अल्झेर बाबा देखेको भाग्यो फेरि छतमा बडा जरै उक्लिएछ त हो त्यहाँनिर बाक्लो किन त नि यो काट्दिनु भएको यताकोमा त फल्थ्यो होला नि त किन त नि फलेको अहिले बेसुरी फल्यो नि यहाँ किन काट्दिनु भएको त नि फेरि फलेकोलाई नि लौ जा फेदमै काट्दिनु भयो त बोटे खाली गरिदिने हो किन नि त यस्तो भएको रहेछ कतिवटा खाली गर्ने हो र यो तिनटै हो यतै फाल्दै हुन्छ बरु चाहिन्छ भने फेरि लैजानु नानी थुप्रै छ बेर्ला के ऊ त्यहाँ छ नानी छाँटी छाँटी लैजानु त्यहाँ त बेसरी राम्रो भएको छ उहाँ छिमेकीले नि रोप्नु भयो उतापट्टि नि यहाँ नि
लाउँदै हुनुहुन्छ भयो अब यहाँ सकियो काट्न माया लागेन होला मलाई पो माया लाग्यो त देखेर यत्रो मोटो मोटो हाँगा यो पनि पुरै खाली गरिदिने हो यहाँ पनि गिजी चिच्चै रहेछ यी बोट त आमा मोटो मोटो छिपेको हरियो हरियो लिएर जानुभयो नि फोन त उठाउनु भयो हिजो छाटेर नि अझै छाड्दै हुनुहुन्छ यसलाई धेरै बाक्लो भएको कि पन्जा लाउनु भनेको के त्यही भएर पन्जामै उत्यो हुन्थ्यो उहाँले एक बोरा हाल्नु भयो के अरे मुनि दिदीको मम्मी राम्रो यो फुल यहाँ टमाटरको भुटको फुलेको भुटकोमा नि धनियाँ रोप्नु एक बोरा उहाँ पनि लिन आउनुभएको छ बिरुवा कालो टमाटर बोट चाहिँ फेरि पातलो यो तल मात्रै झारेको वाला बिरुवाहरू छतको त चाहिँ छुट्टै छ बाबाले चाहिँ रोप्ने लायकको छोटो छोटो काट्दै लैजानु भाँडो छैन माटो चाहियो मल चाहियो यो फेरि मल माटो राम्रोसँग हामीले उ गऱ्यो भने एक सालमै फल्छ यो त फलिराखेको हाम्रो हो त पाकेको मल जे हाले पनि हुन्छ कस्तो पाकेको मल भनेर पुरानो मल कुखुराको पनि मिसाइदिए हुन्छ अलिअलि कुखुराको मात्रै हाल्नुहुन्न मिसाएर के त्यसरी पन्जा पो लाउनु पर्छ त घोचिहाल्छ नि नलाएपछि उहाँ पनि बिरुवा लिन आउनुभएको छ स्वाद दिन जाने छौँ न त्यसको बिउ निकाल्न जाने छौँ बिउ पनि भएन स्वाद पनि भएन स्वाद पनि हरायो बिउ पनि हरायो भन्नुभयो गुरुहरूले नि भन्नु त राम्रै तर त्यो भन्नेमा मात्रै सीमित भयो कि काम गर्नुपर्ने हो कि होइन यो लैनी बिहेर बनाउने लग्यो के छ गरौँ ल कता लाने लैजाउँला यसो बेर्न पायो भने त मान्छेले अरू बेर्नै लिनु भयो यो प्लास्टिक साथी ढोकै ल्याएछ ल अघि एक बोरा लयो अब त्यो बोरा छ अनि यो डुको भर्दैछ यो तपाईँको मेहनतको फल हो कि यो हजुर होइन सर अब यो तपाईँको मेहनतको फलले कति उत्पादन हुन्छ हेर्नु तपाईँ एउटा घरमा जाँदा पनि तपाईँको नाम हो होइन यो त पक्कै पनि यो त 1000 घरमा 100 घरमा त जान्छ 100 500 1000सम्म पुग्ला आज यसो भएर धन्यवाद छ तपाईँलाई अब अरू चिजहरू पनि हामीलाई दिनु होला भनेको अब हामी आत्मनिर्भर बनाउनु पर्छ अब यो गभर्नमेन्ट स्थापनमा यताउता कृषिमा होइन अब मलाई फाल्ने झ्याउै हुन्थ्यो लाने मान्छेले त छानी लान्थ्यो हो नि अब बाँकी त यही छोड्यो मैले गर्नै पर्छ अब लफडै भएन क्या अब अरू काम गर्नु पर्छ यो विषयमा
तपाईँले बनाएर 600 रुपियाँ दियो भने जसले नि मान्छ हो 600 रुपियाँ पनि त्यो उसको भ्यालु हो कि प्लास्टिकको 100 रुपियाँको प्लास्टिक ल्याऊ त्यो एउटा बेर लैजाऊ यता प्लास्टिक पनि सफा होइन अनि यतापट्टि फेरि बेरमा पनि गयो ल अब एकखेप आउनु त्यसो कि त्यो एकखेप गएर आउनुहोस् काँडा हुन्छ फेरि ठिक छ अब अन्य फुलको पनि अरू फुलहरूको छ भने पनि त्यसलाई पनि अब हामीले फुलौबी गर्ने तपाईँलाई मोल माटो चाहियो भने तपाईँले हामीलाई बोलाउने मगाउने माथि नै लैदिने तपाईँलाई बढी भएको चिज फेरि हामी लैदिने किलोलाई बेच्यो भने कसरी किलोमा अहिले हाम्रो चाहिँ लगभग 11, 3, 25-30 रुपियाँ पर्छ होला अब हामी त्यसलाई 15-20 रुपियाँ 15-20 रुपियाँमा हामीले आउनु चाहिँ प्रयास गर्दैछौँ छानेको राम्रो 15-20 रुपियाँ अझै मिल्यो भन्दा अनुदान दियो भने 10 रुपियाँ दिनुपर्छ भन्ने हो कि 15 रुपियाँ छ भने 5 रुपियाँ हाम्बाट दियो सबलाई यता जनतालाई चाहिँ 10 रुपियाँ दिने अनि अब भन्नु हुँदैन यो देशमा यो तपाईँहरू कहाँ यो आउँदैछ यो कम्पनी दुईटा कम्पनी छन् यसमा यो एउटा कम्पनी यो 12 नम्बर वडामा छ धन्यवाद लाइक एन्ड सब्स्क्राइब गर्नुहोला त्यो भैँसी पालेको ठाउँनिर हो एउटा चाहिँ फेरि त्यहाँबाट सर्यो अहिले त्यहाँबाट सरेर अहिले माग गयो टुटुङमा ल धन्यवाद तपाईँलाई पनि ल बिरुवा बनाएर तपाईँलाई नि होस् एकदम सर